नमस्कार, म मुलसन लामगादे YFC क्लबबाट। युवाहरूमा त्यो जोस हुन्छ जसले संसारलाई नै हाँक्न सक्छ भन्ने उद्देश्य लिएर युथ फर चेन्ज नामबाट हामी सुरु भएका थियौँ गत वर्ष। समय धेरै बितिसक्दाखेरि हामीले केही भए पनि कामहरू गरिसकेका छौँ। हामीले दीक्षा चापागाईलाई सहयोग गर्नेदेखि लिएर ब्लड डोनेसन क्याम्पेनहरू पनि गरिसकेका छौँ। पछिल्लो समय नेपालमा गएको बाढीबाट पीडित र त्यो बाढीबाट घरबारविहीन भएका, आफ्नो परिवारका सदस्य गुमाएका, आफ्नो आमा बाबु गुमाएका, आफ्नो बच्चाहरू गुमाएका परिवारहरूको दुःख आँसु हामीले देखेका छौँ। र यो आँसुमा केही भए पनि यो दुःखमा हामीले राहत दिन सक्छौँ कि भन्ने अभिप्रायले YFC क्लबले फ्लड डोनेसन रिलिफको लागि अपिल गर्यो, जसलाई तपाईँहरू सबैले सहर्ष स्वीकार गरेर आफूले सकेको मनबाट जुन सहयोग गर्नुभएको छ, जुन चन्दा दिनुभएको छ, त्यसको भरपूर सदुपयोग हुनेछ भन्ने आश हामीले लिएका छौँ। हामीले आजबाट एउटा नयाँ अभियान सुरु गरेका छौँ जसको नाम छ नेपाली चिल्ड्रेन वर्कसप। र यो वर्कसपको मेन उद्देश्य भनेको यहाँ रहेका साना साना नेपाली भाइ बहिनीहरू जसलाई नेपाली बोल्न सिकाउनु र साथसाथै नेपाली गीतमा नृत्य गराएर नेपाली संस्कृतिलाई जोगाउने काम गरेका छौँ। यो कार्यक्रमको अर्को उद्देश्य भनेको नेपालमा भर्खरै गएको बाढी पीडितको लागि सहयोग गर्नको लागि पनि गरिएको हो। सो 4 days म तिमीहरूलाई डान्स सिकाउँछु, एउटा रुटिन एउटा गीतमा सिकाउँछु। 5 डेजको दिन सबैजनाले नेपाली ड्रेस विथ फुल मेकअप, केटाहरूले दौरा सुरुवाल लगाएर प्यारेन्ट्सको अगाडि पर्फर्म गर्ने हुन्छ। हामीले यहाँ बसोबास गर्ने सङ्गीता तामाङ जो चाहिँ एप्लेस्टिक एनेमिया नामक डिजिजबाट पीडित हुनुहुन्थ्यो, उहाँको लागि हामीले mycause.com.au वेबसाइटद्वारा फन्ड रेज गरेका थियौँ। भर्खरै जुन 2013मा भएको विध्वंसकारी बाढीद्वारा पीडित भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हामीले सहयोग गर्ने आशा राखेका छौँ। mycause.com.au वेबसाइटबाट फन्ड रेजिङ गरिरहेको छ। YFC क्लबद्वारा अहिले सञ्चालन भइरहेको फ्लड रिलिफ प्रोग्राममा दिनुभएको साथको लागि धेरै धेरै धन्यवाद र हृदयदेखि आभार प्रकट गर्न चाहन्छौँ। नेपालमा विशेष गरी सुदूरपश्चिम क्षेत्रमा 60,000 भन्दा बढी नेपालीहरू प्रभावित भएका छन्। त्यसको पुरै सहयोग, धेरै सहयोग गर्न त नसकिएला, तर उहाँहरूलाई लागेको घाउमा थोरै भए पनि मलम लाउने प्रयास हाम्रो हो। तपाईहरूको साथ सधैँ रहिरहोस्। YFC क्लब तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छ र आगामी दिनमा तपाईँहरूको साथ रहिरहनेछ यो आशा पनि लिएका छौँ। धन्यवाद फेरि पनि तपाईँहरूको सहयोगको लागि। अझै पनि सहयोग गर्न भ्याउनु भएको छैन भने हाम्रो YFC क्लबको ब्याङ्क खाता जुन यहाँ तल देखाइएको छ त्यसमा गएर सिधै डोनेट गर्न सक्नुहुन्छ, या त भने mycause.com.au मा फ्लड रिलिफ भनेर चेक गर्नुभयो भने त्यहाँबाट पनि सहयोग गर्न सक्नुहुन्छ। Please donate now. 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 Please donate now.